वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू। सदाको झैँ गरी कमेडी एन्ड फनी सर्ट एन्ड लङ भिडियोहरू लिएर तपाईँहरूको माझमा उपस्थिति भएको छु। बाँकी कुरा चाहिँ भिडियोबाट नै स्पष्ट पारिदिएको छु। ल है त गाइजहरू, सबैले हेरिदिनु होला, लाइक अनि कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। हजुर यहाँको शुभ यहाँको लगन हिल हजुरको शुभ नाम? मेरो भौतलाल। के बाकिन्देउ नाम भाट मनिष मलाई जित्छु जस्तै लाग्छ। र तिमीहरू दुईटा को जित्यो? उठ्यो। कति वर्ष होइस् त? म 11। त कति वर्ष होइस्? म 12। अनि को जेठो हो? ओए 12 ए 10 लाएर 9 मा पुग्छु अब 10 लाएर 9 अनि बुवा हजुर त आजभोलि लेक साइडतिर बस्नुहुन्छ हैन? अनि लेक साइडतिर त अनि भैँसी पनि इङ्ग्लिस बोल्छ अरे हो? पैँचीको त मोमो खाएकै अनि दिदी हजुर पनि नारा जुलुसमा आउनुभएको रहेछ। तपाईँ चाहिँ हाम्रो देशको अर्थात् काठमाडौँ महानगरपालिकाको मेयरजीलाई चाहिँ बालनलाई चाहिँ के भन्न चाहनुहुन्छ? जिन्दाबाद, बालन शाहको जय होस्। त्यसो भए अरूको चाहिँ जिन्दा होस्, तपाईँको चाहिँ जिन्दा नहोस्। मेरो भए होस् नभए नहोस्। प्रकाश सर, यस्तो देशको बारेमा राम्रो विचार राख्नुहुने महान नारीलाई चाहिँ हजुर के भन्न चाहनुहुन्छ? बिग स्याल्युट टु यु, मेनी कङ्ग्रेचुलेसन। यता फर्किँदा हाई गर्नु त। हाई गरिदिनु। कस्तो हाई होइन हजुर यहाँको शुभ नाम? त्यहाँ बिर हस्पिटल गएर आएको। म त त्यहाँ बिर हस्पिटल गएर आएको। अनि यहाँबाट निस्केर निस्कै हेरेँ कि देखेर। अङ्कल हजुर चाहिँ यो बजारमा के गर्न आउनुभयो? म यसो त्यहाँ बिलबाट हेर्न आएको। ए यताको रमाइलो माहौल अनि रमिता हेर्न आउनुभयो? छ त यहाँको रमिता हजुरलाई फेरि? ठिकै छ। हरियो डाँडा माथि हलो जोड्ने साथी। नमस्ते। हजुरको नाम? मेरो नाम प्रियङ्का पौडेल। मास्क खोला मिल्छ? प्रियङ्का जी, हजुर कहाँबाट आउनु भएको? म चाहिँ स्विडेनबाट आएको हो। स्विडेनबाट? हजुर। कहिले आउनु भएको? अस्ति भर्खर 4-5 दिन भयो होला। समझ्यौ? किनकि मैले खबर सुन्नु पाएँ पल शाहजी चाहिँ निस्किँदै हुनुहुन्छ भनेर। ए पल शाह चाहिँ निस्किँदै हुनुहुन्छ भन्ने थाहा पाइसकेपछि तपाईँ विदेशदेखि आउनु भएको हो? हजुर। ए ल, भनेपछि तपाईँ त निकै नै डाई हार्ड फ्यान हुनुहुँदो रहेछ। हजुर। क्यों बे ओभर एक्टिङ करता साला? ओ ल दामी दियो, ल दामी ए ले ल अब वान चान्स ल अब दुई बाँकी छ क्या। ल जे गर्ने गर्नु। बाय बाय, टाटा, गुड बाय, गया। सीधा कुरा जनतासँग असमान। नेपालबाट बाहिर निकाल्न पर्छ। रवि लामी छाने होइन के बा? प्रचण्ड भन्नुहोस्, प्रचण्ड। मेरा ह्यान्डसम बा किन्देऊ न कार। पर्छलाई बाहिर निकाल्न पर्छ। के कुराले खुसी बनाउँछ तपाईले? पाखान पाएसी। नमस्ते दर्शकबिन, म चाहिँ आज हाम्रो देश नेपालको एक हास्य चर्चित कलाकार अर्थात् नेपालको एक भाइरल बाजे भेलु बाजेलाई चाहिँ केही कुराहरू सोध्न गइरहेको छु। ल अच्छा ठीक है।
बाजे नमस्ते। हजुरलाई चाहिँ कस्तो खालको खेती मनपर्छ? काली वा गोरी? कस्तो खालको खेती मनपर्छ? केटी त उइज हो के सबै उइज हो गोरी भए पनि काली भए पनि हामीले बोटी बालेर पनि हेर्छ मलाई बोटी बालेर पनि हेर्छ मलाई ल है गाइजहरू, म चाहिँ आज आफ्नै युट्युब च्यानलको बारेमा चाहिँ मेरो मम्मीले चाहिँ के कस्तो कुराहरू राखिदिनुहुन्छ होइन, त्यसको बारेमा चाहिँ म कुराहरू सोध्नु गइरहेको छु मम्मीले चाहिँ होइन। मम्मी, हजुर चाहिँ मेरो युट्युब च्यानलमा चाहिँ के भन्न चाहनुहुन्छ त भनिदिनु पर्यो ल। अहिले भेट्ला काला फुट्ने अहिले भेट्ला काला फुट्ने आफ्नै छ पर मेरो बेग्लै छ आनी बानी। दिदी एक झापत गालाम लगाइदिनु न, हजुरले रुवाएर हाँस्दैछ त्यो हेर्नु त। मलाई रुवाएर त हाँस्छस् हाँस्दैछस् अनि कहाँ तपाईँ चाहिँ किन त्यो झङ्गेको होइन मलाई रुवाएर किन हाँस्दैछ यो? तपाईँको अफ्रिकाको नाम चाहिँ गोफले खान्छ रहेछ होइन। अनि नेपालमा चाहिँ नेपालीहरूले चाहिँ तपाईँको नाम चाहिँ के राखिदिएका छन्? कालो बिरालो राखेको छ अब त्यस्तो माया गरेर राखेको। अनि दाइ तपाईँलाई यो पार्किङ स्थलमा घर चाहिँ कसले बनाउने भयो? घरबेटीले दिए मेरो दस्टो बेला बन आतंक बसाउने का बन कमजोर मुटुलाई जा बन गर्जिन्छ र्याप। मानसिक हस्पिटल जाने हो? अब तपाईँहरू दुईजना जाँदै गर्नुहोस् तपाईँ चाहिँ जाने कि नजाने नि? म यो एउटा चुरोट खाएर ओ ल ल दामी दियो ल दामी 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 ए ल ल ल ल अब वान चान्स ल अब दुई बाँकी छ क्या ल जे गर्ने गर्नु ल माने होइन बाले माने ल अब त बोलीमा त दम रहेछ बुझ्छु ल माने ल। सुन दिदी, मैले चाहिँ अहिले भर्खर एउटा नयाँ युट्युब च्यानल खोलेको छु। तपाईँ चाहिँ मेरो युट्युब च्यानलको बारेमा चाहिँ के भन्न चाहनुहुन्छ भनिदिनु पर्यो। यो च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला। रचना दिदी, अब हजुर त एउटा छोरी मान्छे हो, भोलि बिहान पक्कै पनि छोरी मान्छेले अरूको घरमा गएर अरूको छोरासँग घर बसाउनु पर्छ, अर्थात् बिहा गरेर जानुपर्छ। त्यहाँ गइसकेपछि अब घरको काम जति सबै आफैले भ्याउनु पर्ने हुन्छ, खाना पकाउने कपडा धुनेदेखि लिएर सबै काम आफैले गर्नुपर्ने हुन्छ लगभग। अनि दिदी तपाईँले चाहिँ किचनको काम कति मनपर्छ? मन त पर्दैन के हो मन त पर्दैन तर मन पनि पर्छ। के बोले के छ थाहा बोले? म त आफूले पकायो भने दुईचोटि भात खान्छु। भनेपछि रचना दिदी पनि भात प्रेमी हो। सबै नेपाली नै भात प्रेमी हो नि त्यसरी त। नेपाली हो नि सबैले नै भात खानुहुन्छ नि होइन। म्युजिक अब चाहिँ केही फन्नी क्वेसनहरू छ, उल्टो पाल्टो भनौँ न। के छ उल्टो पाल्टो भनौँ न। तपाईँलाई पहिलो प्रश्न चाहिँ नेपाल आइडल भन्ने रियालिटी सो आउँदै नआएको भए? यो त फन्नी नै भएन नि। दिदी तपाईँ त अहिले नेपालको चर्चित गायिका हो। यदि तपाईँले कुनै पनि स्टेजमा गएर गीत गाइरहेको बेलामा त्यहाँका दर्शकहरू हाँस्यो भने तपाईँ चाहिँ के गर्नुहुन्छ? म पनि हाँस्दिन्छु। म पनि हाँस्दिन्छु। तपाईँ पनि हाँस्दिनुहुन्छ? सबै हाँस्नु भयो भने त मलाई नि हाँस उठ्छ नि त। ए हो, नरमाइलो लाग्दैन हजुरलाई? लाग्दैन। हाँस्यो होला जस्तो लाग्दैन? मलाई के लाग्छ भने मैले नि हँसाउन सके।